साथीहरू नमस्कार। म पुनः नयाँ श्रृङ्खलाको साथ उपस्थित भएको छु। सदा चाहिँ म गोरखापत्रमा प्रकाशित हुने बुधबारे श्रृङ्खला अर्थात् लोकसेवा बुधबारे सामग्री लिएर उपस्थित भएको छु। आशा छ हजुरहरूले मेरो च्यानल पाठशाला लोकसेवा तयारी च्यानल हेरेर लाइक, सब्सक्राइब र सेयर गरिदिनु हुनेछ। र क्वेसन नम्बर 1 बाट सुरुवात गरौँ है त। साहस र समर्पणका पर्याय विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा निम्सदाई सहित 6 जना नेपाली आरोहीको दुःखद निधन कहिले भएको हो भनेर सोधेको छ प्रश्नले। विक्रम सम्वत 2083 साउन 14 गते अर्थात् सन् 2026 जुलाई 30 मा। अब उहाँसँग सम्बन्धित धेरै क्वेसनहरू छन् जुन सदैव इम्पोर्टेन्ट हुन्छ। विश्वका सर्वोच्च शिखरमा पाइला टेक्दै नेपालको नाम सगरमाथाभन्दा माथि पुर्याउने अदम्य साहस र समर्पणका प्रतीक निर्मल पूर्जा निम्सदाई सहित 6 नेपाली र 4 अन्य मुलुकका गरी 10 आरोहीको पाकिस्तान स्थित ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परि दुःखद निधन भएको हो भनेको छ। घटनाको संक्षिप्त विवरण भनेको छ निधन भएको मिति 2083 साउन 14 गते। स्थान पाकिस्तान अवस्थित विश्वको 12औं अग्लो ब्रोड पिक हिमाल जसको उचाइ छ 8051 मिटर। कारण भीषण हिमपहिरो परेर क्षति। विश्वका कीर्तिमानी आरोही निर्मल पूर्जा सहित 10 जनाको मृत्यु। अब मृत्यु हुनेको नाम दिएको छ। कति वर्षको हुनुहुन्थ्यो भन्दा 43 वर्षको। अब उहाँको प्रमुख कीर्तिमानी तथा उपलब्धिहरू के छ भन्दा प्रोजेक्ट पोसिबल सन् 2019 मा विश्वका 8000 मिटरभन्दा अग्ला सबै 14वटै हिमाल मात्र 6 महिना 6 दिनमा आरोही गरी विश्व कीर्तिमान कायम गरेको रेकर्ड छ उहाँसँग। सबभन्दा छिटो आरोहण गर्ने सगरमाथा, लोस्से र मकालु जस्ता कठिन हिमालहरू मात्र 48 घण्टाभित्रै सफल आरोही गरी विश्व कीर्तिमान कायम गरेको। K2 हिमालको ऐतिहासिक आरोहण 2021 को जनवरी K2 हिमालको जाडोयाममा पहिलोपटक सफल आरोहण गर्ने 10 नेपाली सदस्य टोलीको नेतृत्व गरेका। सम्मान र पुरस्कारहरू बेलायत सरकारबाट मेम्बर अफ दि अर्डर्स अफ दि ब्रिटिस एम्पायर भन्ने खालको छ। अन्य नि छ यस्ता कुराहरू हेर्नु होला। उहाँको साहित्य र कृति छ। उहाँको साहसिक यात्राका लागि यात्रामा आधारित पुस्तक बियोन्ड पोसिबल, नेटफ्लिक्समा 14 पिक्स, नथिङ इज इम्पोसिबल नामक डकुमेन्ट्री निकै प्रेरणादायी रहेको छ भन्ने कुरा छ। अब अर्कोमा जाउँ त। प्रसिद्ध पद्मश्री साहित्य पुरस्कार 2082 का लागि संक्षिप्त सूची पढ्न सफल साहित्य कृतिहरू कुन कुन हुन् भन्ने छ। तोर्किन, क्षितिज समर्पण, महायुग, अनि त्यसपछि गएर यो महायुग कसले? सीमा आवासको, अनि स्वस्पर्श डाक्टर नवराज केसी, सलह श्रवण मुकारुङ, हिउँद नदिस। आर्थिक ऐन 2083 अनुसार लगाइएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सूचना राजपत्रमा कहिले प्रकाशित गरियो? 2083 साउन 6 गते। गाँजामा शान्ति कायम गर्ने सम्बन्धमा बोर्ड अफ पिस हमास तथा अन्य सशस्त्र समूहहरूबीच इजिप्टमा भएको सम्झौता अनुसार गाजा स्थित हमास र अन्य सशस्त्र समूहले कुन निकायलाई आफ्नो हतियार बुझाउने सहमति भएको छ? नेसनल कमिटी फर दि एडमिनिस्ट्रेसन अफ गाँजा NCAG-लाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2026 जुलाई 30 मा बोर्ड अफ पिस हमास तथा अन्य सशस्त्र समूहहरूबीच इजिप्टमा गाँजाको पूर्ण निशस्त्रीकरण सम्बन्धी सम्झौता भएको घोषणा गरेका छन्। दाहाल यज्ञनिधि पुरस्कार 2083 बाट कसलाई सम्मान गरियो भनेर सम्झे पनि भयो। साहित्यकार भवानी अधिकारी मणिपुर भारतका र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई। राष्ट्रिय बाघ सर्वेक्षण 2082 अनुसार नेपालमा बाघको सङ्ख्या कति पुगेको छ? 429। ख्याल गरौँ। त्यो 29 ले अर्को कुरा ख्याल गर्न सकिन्छ है। 29 भनेको चाहिँ जुलाई, अनि 29 छ नि, यो जुलाई 29 चाहिँ बाघ दिवस मनाउने हो। त्यो 29 ले चाहिँ हामीलाई लजिक दिन सक्छ है। सार्वजनिक मिति 2083 साउन 13 गते 29 जुलाई 2026 विश्व बाघ दिवसको अवसरमा त्यहाँ विश्व बाघ दिवस चाहिँ 29 जुलाईमा मनाइन्छ। त्यसैले त्यो 29 ले हामीलाई लजिक दिन सहयोग गर्छ है। कुल अनुमानित बाघको सङ्ख्या 429 वटा
सीमा कति 402 देखि 500सम्मको बिचमा पनि हुनसक्छ भन्ने कुराहरू छन्। कुन राष्ट्रिय निकुञ्जमा कति भन्दा यो चाहिँ एक्जाममा एकचोटि अफिसरै सोधेको छ योभन्दा अगाडिचोटि होइन, तपाईँले ख्याल गर्नुहोला। चितवन राष्ट्रिय निकुञ्जमा 145, बर्दियामा 112, पर्सामा 71, बाँकेमा 51, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा 50 अनि विक्रमसम्म 2082 पुस 1 देखि 2083 वैशाख 10सम्म सञ्चालित यस सर्वेक्षणमा 1848 वटा ग्रिडमा कुल 3696 स्वचालित क्यामेरा प्रयोग गरेको थियो भनेपछि यस्तो सोधेको थियो क्या। खास कुन निकुञ्जमा भन्दा पनि सबभन्दा बढी कहाँ सबभन्दा कम कहाँ भनेर एउटा क्रम मिलाउने आएको थियो एकचोटि है, ख्याल गरौँ है। चितवन, बर्दिया, पर्सा, बाँके, शुक्लाफाँटा है, ख्याल गर्नु है। चितवनमा सबभन्दा बढी, त्यहाँदेखि बर्दिया, त्यहाँदेखि पर्सा, त्यहाँदेखि बाँके। यो बर्दिया र बाँकेमा झुकिन्छ। के ख्याल गर्नु भने बर्दिया अगाडि छ, ब अल्फाबेटिक अर्डरमा, बा पछाडि हुन्छ भनेर सम्झे भयो है। यो यति चाहिँ कुराहरू ख्याल गर्नु पऱ्यो। अनि त्यस पछाडि गएर बाघ दिवसको नारा के छ 2026 को? सेभ दि टाइगर सेभ दि वाइल्ड। यो छ है, ख्याल गर्नु है। सेभ दि टाइगर सेभ दि वाइल्ड भन्ने छ। 7 नम्बरमा राष्ट्रिय यातायात नीति 2083 कहिले स्वीकृत भएको? 2083 असार 24 गते अमेरिकाको वासिङटन डिसीमा आयोजित मिस नेपाल नर्थ अमेरिका 2026 को उपाधि कसले जितेकी छन् भन्दा दीपिका शर्मा मेरील्यान्डकी। अब हेरौँ है त, क्वेसन नम्बर 9, विश्व हेपाटाइटिस दिवस कहिले मनाउने गरिन्छ? जुलाई 29। यहाँ हेर्नु है, ख्याल गर्नुहोस् है, जुलाई 29। अब यहाँ बाघको के गरेका थियौँ हामीले, यहाँ हेर्नु है, बाघको कति रहेछ? जुलाई के अरे अघिको जुलाई हेपाटाइटिसको 28, जुलाई 29 चाहिँ बाघ, 29मा बाघ होइन। त्यस पछाडि गएर हेपाटाइटिस चाहिँ कतिमा रहेछ? जुलाई कति? 28 को हेपाटाइटिस दिवसमा उपचार पाएको मान्छे 29मा चाहिँ बाघ जस्तो गर्जियो भनेर सम्झियो भयो क्या। 29 को अघिल्लो 28 हेपाटाइटिस बी को लागि अथवा हेपाटाइटिस दिवस चाहिँ जुलाई 28मा है। फिफा विश्वकप 2026मा गोल अफ द टुर्नामेन्ट घोषित गोल कुन हो भन्दा केप भर्डेका डिफेन्डर सिडनी लोपेस काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल है, ख्याल गर्नुहोस्। केप भर्डेका डिफेन्डर सिडनी लोपेस काब्रालले अर्जेन्टिना विरुद्ध गरेको गोल चाहिँ गोल अफ द टुर्नामेन्ट घोषित भएको छ। ओके, क्वेसन नम्बर 11 हेरौँ त। नेपालमा राष्ट्रिय कोदो दिवस कहिले मनाउने गरिन्छ भन्दा साउन 16 गते मनाइन्छ। अनि 2082 असार 23 गते मन्त्री परिषदको बैठकले हरेक वर्षको साउन 16लाई औपचारिक रूपमा कोदो दिवस मनाउने घोषणा गरेको थियो। यो क्वेसन अघिल्लोचोटिको समसामयिकमा सोधेको छ, फेरि अगेन इम्पोर्टेन्ट छ अनि याद गर्न पऱ्यो है त। यद्यपि यसअघि नेपालमा विगतको 7 वर्षदेखि स्वतस्फूर्त रूपमा साउन 15मा मनाइँदै आइएको थियो। पहिला साउन 15मा स्वतस्फूर्त रूपमा मनाइन्थ्यो, अहिले चाहिँ साउन 16मा चाहिँ 2083 असार 23 गतेको मन्त्री परिषदको निर्णयले गर्न थालिएको छ है त। दि हिडन ट्रेजररद्वारा आयोजित मिस 2026 को मुख्य उपाधि मिस नेपाल ओल्ड 2026 कसले जित्नु भएको हो भन्दा मिस नेपाल ओल्ड, ख्याल गर्नु है। मिस नेपाल ओल्ड कसले जितेको भन्दा दीपमाला ढकाल। कसले रे? दीपमाला ढकाल। एकदमै इम्पोर्टेन्ट छ। मध्य प्रदेश मानव अधिकार सम्मेलन कहिले सम्पन्न भएको थियो? विक्रमसम्म 2083 साउन 11 गते। 14मा आउटस्ट्यान्डिङ एसियन पेडियाट्रिसियन अवार्ड 2026बाट सम्मानित हुने नेपाली बालरोग विशेषज्ञ हुन्? प्राध्यापक डाक्टर मणिन्द्र रञ्जन बराल है, ख्याल गरौँ। क्वेसन नम्बर 15, उद्योग विभागले सेवा प्रवाहलाई थप सहज र प्रविधि मैत्री बनाउन कुन प्रणाली अनिवार्य रूपमा लागू गर्ने घोषणा गरेको छ? औद्योगिक व्यवस्था सूचना प्रणाली आइएमआइएस, ख्याल गरौँ। आइएमआइएसलाई सम्झिनु पऱ्यो। उद्योग विभागले विक्रमसम्म 2083 साउन 18 देखि उद्योग दर्तादेखि अन्य कामका लागि लगानीकर्ताले भौतिक रूपमा उपस्थित भएर दिने आवेदन तथा कागज अनलाइनबाटै गर्नुपर्ने जनाइएको छ। अनलाइनबाट गराउने सिस्टमलाई के चाहिँ उद्योग विभागले प्रविधि मैत्री बनाउन खोजेको छ, जसको नाम आइएमआइएस रहेछ, औद्योगिक व्यवस्थापन सूचना प्रणाली रहेछ भनेर बुझ्नु पऱ्यो है। यो फेरि म रिभाइज गरिदिन्छु, हेर्नु होला है त सर र हेर्नु है साथीहरू। केबाट सुरुवात गर्ने भन्दा पहिला निर्मल पूर्जा लगायत 10 जनाको मृत्यु कहिले भएको र 2083 साउन 14 गते भन्यो। अनि उहाँको
कहाँ निधन भयो भन्दाखेरि चाहिँ ब्रोड पिक आरोहणको क्रममा भयो भनेर सम्झिनु पऱ्यो है। अनि यो नेपाली अङ्ग्रेजी दुईटै नामले ख्याल गर्नु है। 2083 साउन 14 र सन् 2026 जुलाई 30 दुवै नाम याद गर्नु होला है। अनि यो ब्रोड पिक कहाँ पर्छ भनेर सोध्न सक्छ पाकिस्तानमा। यो कतिौँ अग्लो हो? 12औँ अग्लो। कति हो उचाइ? 8051। यो एक्जाममा इम्पोर्टेन्ट हुन्छ है। यो 8051 ख्याल गर्नुहोस्। कारण के थियो मृत्युको? हिम पहिरो। अब उहाँले अनि के चाहिँ एक्टिभिटी गर्नुभयो, के रेकर्ड राख्नुभयो भन्ने कुरा छ नि। अनि प्रोजेक्ट पोसिबल अन्तर्गत विश्वका 8000 मिटरभन्दा अग्ला सबै 14वटै हिमालहरू मात्र 6 महिना 6 दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम राख्नु भएको। यो इम्पोर्टेन्ट भयो। 14वटै हिमाल 6 महिना 6 दिनमा अनि सफल आरोहण गर्ने व्यक्ति को हुनुहुन्छ भन्दा निम्स दाई भनेर सम्झिनु पर्यो। अनि सबैभन्दा छिटो आरोहण भनेको सगरमाथा, लोस्से र मकालु जस्ता कठिन हिमाल मात्र कति घन्टामा? 48 घन्टामा सफल आरोहण गरेको कीर्तिमान पनि उहाँमै छ। अब यसरी ख्याल गर्नु पर्यो। 2021 को चाहिँ केटुमा पनि जाडोयाममा केटुको अनि चढ्नु भएको भनेर सम्झिनु पर्यो है त। अब यो पछाडि अनि अब अरू यो पद्मश्री साहित्य पुरस्कारका लागि संक्षिप्त सूचीहरू कुन कुन हुन् भन्दा तेर्किन, महायुग, स्वस्पर्श, सल र हिउँ त हुँदै ठिक छ इम्पोर्टेन्ट। त्यसको सँगै त्यसको लेखकको नाम पनि इम्पोर्टेन्ट हुन्छ क्या। तेर्किन भनेको क्षितिज समर्पण, महायुग भनेको सीमा आवास, स्वस्पर्श भनेको डाक्टर नवराज केसी, सल भनेको श्रवण मकारुङ, हिउँ भनेको नदी। यो ख्याल गर्नु पऱ्यो है। अब त्यस पछाडि गएर अर्को इम्पोर्टेन्ट कुरा चाहिँ यो हुनसक्छ, गाजामा शान्ति कायम गर्ने सम्बन्धमा बोर्ड अफ पिस हमासद्वारा तथा सशस्त्र समूहबीच इजिप्टमा भएको सम्झौता के हो अथवा कहिले भयो भनेर सोध्न सक्छ। 2026 जुलाई 30 मा नेसनल कमिटी फर दि एडमिनिस्ट्रेसन अफ गाजा चाहिँ गाजालाई चाहिँ हतियार बुझाउने सहमति भएको छ भन्ने कुराहरू यो ख्याल गर्नु पऱ्यो है त। अर्को छ अब इम्पोर्टेन्ट अर्को भनेको बाघ सर्वेक्षण 2082 अनुसार बाघको सङ्ख्या 429। अनि अर्को मैले अहिले भनेको थिएँ दिवस कहिले मनाइन्छ भन्दा 29 जुलाईमा मनाइन्छ। अनि सबभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्ज, त्यहाँदेखि बर्दिया, हेर्नु है, चितवन, बर्दिया, पर्सा, बाँके, शुक्लाफाँटा। यो ख्याल गर्नु, यो क्रम सोधेको छ एक्जाममा। अनि त्यसपछि गएर अब अर्को इम्पोर्टेन्ट भनेको अमेरिका वासिङटन डिसीमा आयो मिस नेपाल नर्थ अमेरिका भनेको दीपिका शर्मा। अर्को हेपाटाइटिस बीको कुरा अहिले मैले भने। जुलाई 28 मा हेपाटाइटिस बी अथवा हेपाटाइटिस विरुद्धको दिवस मनाइन्छ। 28 मा हेपाटाइटिसले उपचार गरेको मान्छे 29 मा बाघ भएर जन्मियो अथवा बाघ जस्तो भएर आयो भनेर सम्झे पनि हुन्छ क्या। अनि गोल अफ द टुर्नामेन्ट केप भर्डेले अर्जेन्टिना विरुद्ध गरेको गोल, जसमा डिफेन्डर सिडनी लोपस काब्राले गरेको चाहिँ हुन् भनेर सम्झिनु पर्यो। अर्को इम्पोर्टेन्ट क्वेसन अघिल्लोचोटि सोधिसकेको क्वेसन, कोदो दिवस साउन 16 गते, यो असाध्यै इम्पोर्टेन्ट। अनि हिडन ट्रेजरद्वारा मिस नेपाल ओल्ड कसले? दीपमाला ढकाल, एकदमै इम्पोर्टेन्ट। दीपमाला ढकाल ख्याल गर्नु है। मिस नेपाल ओल्ड दीपमाला ढकाल, यो यत्तिकै आफैमा इम्पोर्टेन्ट छ है। मिस नेपाल इन्टरनेसनल 2026 आर्य निशान्त है। मिस नेपाल कोस्मो 2026 चाहिँ कशिश सुब्बा, यो तिनटै ख्याल गर्नु है। अनि मिस नेपाल वर्ल्ड 2025 को हो लुना लुइटेल, यो चाहिँ अघिल्लो सालको भयो। अहिलेको चाहिँ दीपमाला होइन, हेर्नु है। मिस नेपाल वर्ल्ड चाहिँ दीपमाला, अनि इन्टरनेसनल चाहिँ आर्या, अनि कोस्मो चाहिँ कशिश सुब्बा है। अनि अब यो मानवाधिकारको प्रतिवेदन सम्मेलन कहिले भयो? 2083 साउन 11 गते मधेसमा। त्यस पछाडि गएर पेट्रिसियन अवार्ड 2026 मा चाहिँ प्राध्यापक डाक्टर मणिन्द्र रञ्जन बरालले। अब अर्को छ यति नै रहेछ ल। यस्तो यी विषयवस्तुहरूलाई सर हेर्नु होला तपाईँहरूले, यो इम्पोर्टेन्ट हुनसक्छ। यहाँबाट निर्मल दाईको केस साउन 14 गते, यो इम्पोर्टेन्ट है। अनि त्यस पछाडि गएर बाघको सङ्ख्या इम्पोर्टेन्ट। अनि त्यस पछाडि गएर हेपाटाइटिस बीको दिवस, अनि त्यस पछाडि गएर कोदो दिवस है, यो इम्पोर्टेन्ट। अनि त्यस पछाडि यति चाहिँ सर हेर्नु होला है, यति चाहिँ हेर्नु होला है त। धन्यवाद है त।